हो गाडी चालक यो गाडी चालक त हुँदैन यार त्यस्तो हामीले भाडामा लिएको जस्तो हुन्छ भाडामा लिएको जस्तो भयो चालक के नभनेको त्यति गर्दा भयो भने हाम्रो के जस्तो छ भन्नुभयो यो चाहिँ एउटा धार्मिक स्थल जस्तो मन्दिर जस्तो अब नेपालको पाइयो नमस्कार आज चाहिँ हामी इभरल्यान्डसम्मको यात्रामा छौँ र हामी यात्रा गर्ने क्रममा हामी यहाँ सानो बाबु भाइ पछाडि हाम्रो दिवस भाइ हाम्रो नवीन भाइ अनि हाम्रो बहिनी शान्ता र हामी मध्येमा हाम्रो सानो जीप बाहेक हामी सबै नौलो छौँ त्यहाँनिर कता घुम्ने हो के हेर्ने हो त्यहाँको विशेष के हो हामीलाई केही थाहा छैन त्यही भएर हामी चाहिँ हाम्रो सानोजी योभन्दा अगाडि 2 पल्ट पुगिसक्नु भएको सानोजीसँग चाहिँ हामी बुझ्न चाहन्छौँ हामी बुझ्छौँ सानोजी त्यहाँ चाहिँ खास गरेर त्यो इभरल्यान्ड चाहिँ खास गरेर त्यो चाहिँ जू हो कि गार्डन हो कि के हो होइन त्यो बारेमा चाहिँ अब यो यात्रा क्रममा गफमा केही कुराहरू हामीलाई जानकारी गराउनुहोस् न यो इभरल्यान्ड चाहिँ कस्तो भने अब एक प्रकारले हेर्दाखेरि यो चाहिँ एउटा विश्वस्तरीयको पार्क पनि हो यहाँ चाहिँ अब धेरै प्रकारको फिल्महरू ड्रामाहरू पनि अब सुटिङ भन्छ जस्तै अब हिन्दी फिल्मको पनि धेरैवटा फिल्महरू यहाँ सुटिङ भएको छ त्यस्तै अब कोरियन ड्रामाहरू प्लस अब यहाँ चाहिँ कस्तो भने हामीले धेरै खालको चिजहरू देख्न सक्छौँ त्यो गार्डन चाहिँ अन्तर्राष्ट्रिय स्तरकै अब जस्तै उता हङकङमा त्यो के गार्डन छ नि हौ एउटा त्यो मैले सुनेको छु त्यो चाहिँ गीतै छ नि हौ नेपालमा ओसन पार्क हो त्यही लेभलको भनौँ न त्यही लेभलको न कोरियाको त धेरै ठुलो अब अहिले चाहिँ पछिल्लोचोटि धेरै ठाउँ बनियो त्यसले गर्दाखेरि अब अझै पनि यसको चाहिँ अब त्यति नै पहिला जस्तो छ अहिले पनि त्यस्तै नै छ यहाँ चाहिँ हामीले धेरै कुराहरू देख्न पाइन्छ अब जू पनि छ त्यसपछि आएर अब अरू कुराहरू भनेको चाहिँ खेल्ने कुराहरूमा चाहिँ अब सिजन अनुसारको तपाईँको अब ट्याक्कै कुन सिजनलाई अब हो त्यो अनुसारले उनीहरूले बनाएको हुन्छ यहाँको पार्कहरू भयो अब हिउँदको बेला त्यही अनुसारले बसन्तको बेला त्यही अनुसारले गर्मी विन्टर त्यही अनुसारले बनाएको हुन्छ ए भनेपछि त्यो इभरल्यान्डमा चाहिँ हामी एकचोटि समर टाइममा गयो अनि सक्यो भन्ने होइन जस्तो अब विन्टर टाइममा त्यस्तै खालको विन्टरमा पनि त्यही अनुसारले बनाएको हुन्छ बसन्त ऋतु टाइममा त्यो बेग्लै अर्कै रूप विन्टरमा समरमा अर्कै रूप हिउँमा खेल्न सकिन्छ समरमा पौडी खेल्न सकिने होला पौडीको भयो त्यसपछि आएर बसन्त ऋतुमा अब फुलहरूको भयो अनि पछि शरदमा पनि हुन्छ फेरि त्यतिखेर पनि एक खालको त्यो फुलहरू थानफुङहरू त्यतिखेर पनि हेर्न सकिन्छ अनि प्लस अब जू पनि अब हरेक धेरै छ जू पनि चराचुरुङ्गीदेखि लिएर यो जनावरदेखि लिएर हरेक कुराहरू सबै कुराहरू देख्न सकिन्छ अनि विभिन्न खेलहरू खेल्न सकिन्छ प्लस अब रोलर कोस्टरदेखि लिएर चाहिँ अब रोटेपिङहरू भयो त्यसपछि त्यहाँनिर के पऱ्यो यो केबल कार भयो होइन त्यसपछि विभिन्न ड्रामाहरू भयो विशेष गरेर अनि बेलुकी 5-6 बजीको बिचमा चाहिँ साम्बा कार्निभल हुन्छ एकदमै राम्रो त्यो चाहिँ त्यहाँको विशेष साम्बा कार्निभल भनेको चाहिँ अब ब्राजिलको स्पेसल एउटा नाच हो त्यसलाई लिएर एउटा कार्निभल बनाएको हुन्छ यो कार्निभल चाहिँ धेरै राम्रो हुन्छ यो त्यो भयो अनि हालेनको बेला चाहिँ पम्पकिन कार्निभल भन्छ हालेन पम्प कार्निभल त्यस्तोहरू भयो त्यस कारणले गर्दाखेरि यो ठाउँमा आउँदाखेरि चाहिँ तपाईँले जुनै समय आए पनि सिजन अनुसारको मजा लिन सक्नुहुन्छ अनुभव गर्न सकिन्छ अब ठाउँ पनि एकदमै ठुलो छ लगभग अब मजाले घुम्ने भने 1 दिनै लाग्छ त्यो तरिकाको ठाउँहरू छ तर अब मान्छे अब त्यही हो घुम्दा एकैछिन बढ्दै जान्छ विशेष ठाउँहरू घुम्यो भन्यो त्यस्तो हुन्छ अनि एरिया पनि एकदम ठुलो भएकोले गर्दाखेरि अनि राम्रोसँग यसको मजा लिन सकिन्छ तपाईले अहिले जति पनि हाम्रो सानोजीबाट बयान सुन्नुभयो यो चाहिँ हामी पुरै भिडियोमा हामी सचित्र देखाउने छौँ भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला है त
बस चढेर चाहिँ अब जाने हो र हाम्रो क्यामेराम्यान दिवस भाइ पनि अलिक चाँडो चाँडो आइदिनु होला यता पर सिट ब्याकमा सिट रहेछ ल म चाहिँ यता बस्छु ल ल सबवेबाट आउने ट्रेनको यक र बस टर्मिनल चाहिँ वरतिर परतिर छ पहिलोचोटि त्यहाँबाट प्यासेन्जर उठाएर अनि फेरि यो पार्किङ एक नगर पार्किङ त्यसपछि 2 नगर पार्किङ हुँदै अनि एकैचोटि पर पुर्याउने हो एभर्ना रिसोर्टमा त्यो चाहिँ यहाँनिर सिधै पहिला चाहिँ टिकट काट्ने ठाउँ एकै ठाउँ हुन्थ्यो अहिले चाहिँ यहाँनिर विदेशीको लागि भनेर छुट्टै छुट्टाएकोले गर्दाखेरि अहिले चाहिँ हामी विदेशी काउन्टर हामी खोज्दैछौँ अहिले चाहिँ मुख्य प्रवेशद्वारदेखि प्रवेश गरिसकेका छौँ अब यहाँदेखि चाहिँ हामी यसरी अब हामी अवलोकन गर्दै 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 हामी अगाडि बढ्छौँ बिस्तारै अब यहाँदेखि हरेक कुराहरू छ अनि अब अब भने चाहिँ हामी यहाँ यो एभरल्यान्डको सबैभन्दा जोखिम एडभेन्चर भनौँ न गेम रोलर कोस्टर चढ्ने तयारीमा अबको पालो चाहिँ हाम्रो हो सबैजना पछाडि पछाडि अलिक पछाडि पछाडि भनिरहेको छ हामी चाहिँ एकदम एक्साइटेड छ अबको पालो चाहिँ हाम्रो हो नवीन देखिरहेको छैन 6 बजे आइने रहेछ 6 बजे आइन्छ अब हामीले यो एउटा बेलको घरमा अगाडि ल
यो रोलर कोस्टर चाहिँ निकै खतरनाक खेल रहेछ, एकदमै डर लाग्यो। जोस् नयाँ अनुभव, मजा आयो। एकदमै खतरनाक एडभेन्चर रोलर कोस्टरको अनुभव पछि अब यहाँ 4D सिनेमा हेर्नको लागि चाहिँ हामी यहाँ लाइनमा लागेका छौँ। 4D सिनेमा हेर्नको लागि हो, एडभेन्चर सिनेमा हुन्छ। यो पनि अब हामीले त्यो बाहिर टिकट काटेको जिनिसको हो, तर लाइनमा चाहिँ पसिनु सक्नुपर्छ। टाइम चाहिँ लगभग आधी घन्टा कतिपय साथीहरू यहाँ आएर रोलर कोस्टरमा पैसा तिर्नुपर्छ कि भनेर रोलर कोस्टर नचढी सिनेमा नहेरी जाने गर्छन्। तपाईँहरूको लागि जानकारी, रोलर कोस्टर पनि फ्रीमा त्यही मेन अघि काटेको टिकटमै तपाईँले चाहिँ अनुभव गर्न सक्नुहुन्छ। त्यही भएर टिकटको दाम पनि डरै छ नि त। यो चस्मा दिएछ नि त तपाईँलाई, 4D फिल्म हेर्नको लागि यो चस्मा हो। यो चस्मा चाहिँ लाउनै पर्ने हो। यो चस्मा लाउँदाखेरि मात्रै 4D को फिलिङ हुन्छ। चस्मा नलाए पनि हेर्न त मिल्छ। हजुर, चस्मा नलाइकन हेऱ्यो भने नर्मल। चस्मा लगाएपछि मात्रै 4D को फिल हुन्छ। अब चाहिँ 4D सिनेमा हेर्नको लागि चाहिँ हामी प्रवेश गरिसक्यौँ। ग्लास पनि हामीलाई दिएको छ। 가장 안쪽 자리부터 이용해 주시기 바랍니다. 앞에 있는 손잡이 생각보다 깊게 쿵 하고 내려오기 때문에 손님분들 소중한 소지품 파손될 위험이 있습니다. 소지품 파손 시 법적인 책임, 외부엔 듯이 바른 자세로 탑승해 주시고요. 키가 크시거나 다리가 기신 성인 손님분들께서는 두 발목 S자로 코르사이로 무릎 높이 낮춰주시면 조금 더 안전하게 탑승하실 수 있습니다. 또한 어린 손님분들 탑승 모드 의자위에 바로 누시거나 앞바다리 하실 경우 굉장히 위험하기 때문에 상영 멈출 수 있어요. 반드시 상영 끝날 때까지 바른 자세로 탑승할 수 있도록 옆에 क्यारेक्टरहरू पर्दाबाट निस्केर हाम्रो छेउछेउमा र हामीले नै छुन खोज्ने खालको जुन अनुभव गरिन्छ, यसलाई 4D सिनेमा भन्दो रहेछ। जे होस्, पहिलोपल्ट मजा आयो। अब यो साँझको टाइममा चाहिँ यो क्याराबिन डान्स, क्याराबिन राम्रो उच्चारण आएन, जे होस् नाम से क्या लेना देना, हेरेर मजा लिनु होइन। यो स्पेसल यो नृत्य हुनसक्छ, त्यो हेर्नको लागि चाहिँ यहाँ सडकको दायाँ बायाँ दर्शकहरू बसेको देख्न सकिन्छ। र यो अहिले यो रातको यो स्पेसल नृत्य सुरु भइसकेको छ, हामी देख्न सक्छौँ।
रात परिसकेको छ, त्यही भएर भिडियोमा हाम्रो फेस राम्रो देखिँदैन पनि होला होइन। अनि आजको घुमघाम चाहिँ कस्तो लाग्यो संक्षिप्तमा लुङाले चाहिँ बताउनुहुन्छ। आजको घुमघाम धेरै नै रमाइलो भयो, पैसा वसुल भनौँ न। टिकट हाम्रो अघि प्रति व्यक्ति कति परेको थियो? प्रति व्यक्ति चाहिँ हाम्रो अघि 34% डिस्काउन्ट भएर पनि हामीले 40,000 तिरेको थियौँ होइन। हजुर 40,000 तिरेको, त्यही टिकटमा हामी रोलर कोस्टर चढ्यो। त्यही टिकटमा हामीले रोलर कोस्टर गयो। त्यसपछि यो डबल रकिङ स्पिन भन्छ त्यो भयो। 4D सिनेमा सिनेमा पनि हेरियो। यो नाचको नाम के हो? लास्टमा नाचेको चाहिँ यो परेड भनौँ, यो मुनलाइट परेड भनौँ न। मुनलाइट परेड। भने आज चाहिँ फुल इन्जोय गऱ्यौँ। आज फुल इन्जोय पनि भयो, पैसा एकदम वसुल। हामी दुईजना मात्रै गऱ्यौँ। बहिनीले इन्जोय गर्नुभयो? मैले एकदम धेरै इन्जोय गरेँ। यो चाहिँ मेरो कोरियाको फर्स्ट टाइम हो नि त। मैले यो घुमेको देखेको सबै फर्स्ट टाइम हो। मलाई चाहिँ एकदम धेरै आनन्द र रमाइलो लाग्यो, एकदम धेरै। हाम्रो नवीनजीलाई? मलाई पनि एकदम रमाइलो भयो। यो म पनि एभरल्यान्ड चाहिँ फर्स्ट टाइम हो। जस्ट आज पैसा वसुल घुमियो, खुसी लागेको छ त। जाडो चढ्ने होइन, जाडो भयो। यो भिडियोमा हाम्रो फेस नदेखिनु पनि सक्छ, यो अन्ध्यारो भइसकेको छ होइन। तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। यो पर्सनल गाडी लिएर आउनु भएको छ भने पार्किङ नम्बर चाहिँ याद राख्नुहोस् है, नत्र यसरी भौतारिनुपर्छ। हामी जस्तो होइन।